So guys, मुझे को Hello everyone, Seva Namaste, welcome back to my mini vlog. So तपाईहरुलाई जति पनि मेरो भिडियो हेर्ने मान्छेलाई त थाहा नै छ म कहाँ जान्दैछु, कोसँग भेट्न जान्दैछु र म किन जान्दैछु भनेर नहेर्नु भएकोलाई चाहिँ मेरो चाहिँ दिदी सिलगढीबाट आउनु भएको छ। त्यही भएर म दिदीसँग एक दिनको लागि चाहिँ सर्किट हाउसमा बस्नु जान्दैछु हैन। अन्तखेरि म चाहिँ जान्दा जान्दा म पनि भ्लग बनाउँछु भनेर चाहिँ मैले मिनी भ्लग स्टार्ट गरेँ यतानिर हो। अन्त यतानिर चाहिँ मैले चौरस्ताको नजारा देखाउँदै थिएँ। आज चाहिँ नेपाली न्यू इयर हो, त्यही भएर चौरस्तामा चाहिँ धेरै अब साइडमा पुरा स्टल्सहरू लागिरहेको थियो हैन। अन्त त्यो स्टलहरुमा चाहिँ पुरा खानेकुरादेखि लिएर हैन, अन्त प्लस कल्चरल सामानहरू पनि बेच्दै थियो। म चाहिँ ओह्रालै गएँ हैन। अन्त दादा चाहिँ मलाई पर्खिरहनु भएको रहेछ। अन्त दादासँग स्कुटी चढेँ। प्लस हाम्रो बोनिसमा पनि यतानिर खानाहरू के किन्नु थियो नि त रातिको लागि। अन्त हामीले किन्यौँ। अन्त मैले मिठाई पनि किन्नु गएँ युनिकमा, डेजर्ट खानु पर्यो राति भनेर। अन्त मिठाई किनेर चाहिँ हामी सिधै सर्किट हाउस जाँदै थियो। चाहिँ सर्किट हाउसको बाटो हो हैन, यो चाहिँ लाइक दार्जिलिङको बाटो भनौँ न हो। अन्त यो चाहिँ लाइक मैले त्यतिकै दामी देखेर मैले दादासँग स्कुटीमा पछिपट्टि चढेर चाहिँ मैले त्यतिकै भिडियो बनाउँदै थिएँ यतानिर चाहिँ हैन। हामी चाहिँ दिदी चाहिँ एक्लै बसिरहनु भएको थियो नि त सर्किट हाउसमा। अन्त हामी त्यहीँ जाँदै थियो। त हामी चाहिँ फाइनली पुगिसकेको थियो सर्किट हाउस। यस्तो छ अरे दार्जिलिङको सर्किट हाउस चाहिँ। एभ्रिवान तपाईँलाई अब कतिजना नदेख्नु भएको मान्छेहरूलाई चाहिँ मैले देखाइदिएको है यस्तो छ भनेर। अन्त म चाहिँ सामान बोकेर चाहिँ दादाले चाहिँ मलाई नि सिरी उक्कालै लग्यो हैन। अन्तखेरि यत्रो सामान बोकेर माथि सामान चढ्यो कि बाटै बन्द रहेछ नि। हत्तु भइसक्यो म त जान। हेट कहाँबाट जानु दादा अब चाहिँ? गाइस हेर्नु न यस्तो तल रहेछ कि दादाले मलाई कस्तो हिँडायो भगवान्। गाडी छेउछेउबाटै जान्छ। दार्जिलिङको रोड के हो यस्तो। हेट सो अघिको त्यो ब्लू कलरको चाहिँ ओल्ड सर्किट हाउस रहेछ हो। अन्त हामी चाहिँ न्यू सर्किट हाउसमा जानुपर्ने रहेछ। न्यू सर्किट हाउस चाहिँ अलिकति तल रहेछ। यो येल्लो कलरको बिल्डिङ चाहिँ न्यू सर्किट हाउस भन्दैछ। अन्त यता रहेछ गाइस रुम चाहिँ। थाक्लाग्दो भयो। हेलो दिदी त सुतिरहेको रहेछ यतानिर।